नमस्कार अनि स्वागत छ मेरो युट्युब च्यानलमा। ढिलै भए पनि ह्याप्पी दसैँ। तपाईहरुको दसैँ एकदम राम्रो भयो होला। मलाई चाहिँ अलि रुगा लागिरहेको छ। यो दसैँको दिनमा रेकर्ड गरेको भिडियो थियो के, अनि त्यतिकै राख्नुभन्दा सम्झना स्वरूप भनेर मैले पोस्ट गर्न खोजिरहेको छु। यो नेटको समस्याको कारण अनि स्वास्थ्यमा पनि त्यस्तै समस्या भएको कारण अलि ढिला चाहिँ भयो। अब त्यही पनि कस्तो लाग्छ हेरेर अन्तिमसम्म हेरेर साथ दिनु होला। अगाडि चाहिँ भिडियो बनाउन पाइएन। हाम्रो यो फुपूको घरमा टिका सुरु भइसकेपछि मात्रै यो भिडियो बनाउन पाएको थियो मैले चाहिँ। हामी सबै यसरी टिका लगाउँदै थियौँ। हाम्रो बहिनीले चाहिँ सबैलाई टिका लगाउँदै हुन्थ्यो। अब यतिकैमा बहिनीको पनि फोन आयो। त्यसपछि बिचारा हाम्रो बहिनी विदेशबाट हामीले टिका लगाएको हेर्दै बसिरहेछ। ढोक्दैन नमस्ते भन्न। आउँछ त भन्थे त पानी नहुँदैन सुरु हुने साइड पनि सुरु हुने पानी बिर्को लगा रहेछ। एकदम खाएर जाने होला कहाँ जाने होला यस्तो पानी जान्न। पानी आएछ त बस्ने बरु जाने आज ए फु छिरा आउनुस् जमा लागिन्थ्यो र त्यो पैसा मात्रै हेर्छ साले कति पैसा पाइस? 2 लाख हो न। मामा घरको हुन्छन् क्या पैसा त मामा ढोक भन्नु पर्छ। टिका लाउँदा लाउँदै 5 का नोट सरे मात्रै भएर बिर्सिन्छु म त। तपाईहरुको लागि बिक्की सर खाऊ सर इदा खाना गया लन्च क्या हो अब समातिलिस खा। यसरी टिका लाएर खाना खाइसकेपछि हामी चाहिँ हाम्रो अङ्कलको घरमा पुग्यौँ। त्यहाँ टिका लगाउँदै हुनुहुन्थ्यो। ल हेलो गाइजहरु यता हेरौँ। ओइ गाइजहरु त तल गए बाल। अहिले आफूले देखेको छैन भन्दा चाहिँ यहाँ खाद्य पुरो भस्तो हुन्छ।
हिँड्न बसिनुहुन्छ के हुन्छ आजबाट उसलाई देखाएकोले बुइले बुइ हुन्छ क्या यस्तो काम गर्नु त अब अहिले टिका लायो अब केटा बना हुन्छ नै अघि त पनि अहिले सब बस गिलास रोज खाया 10% मैला परेछ नि कहाँ थियो बाबु कोइन अनि खाने के अब अहिले टिका लायो अब केटा बोक्न बनाना त त्यसलाई मोबाइल कता पापा खाने मलाई निसिलो बाइ मैले कहाँ जानु त्यहाँ खानु मोबाइल त्यहाँ बस्नु धेरै भयो बगाडो रोज आए किन जान्मे फेरि आएर खास के आएर हेर्नु नि सिधाबाट अम्बलाई के अम्बला मा गए राम्रो खाना नि गरे राम्रोसँग पढे लेखे दुर्गा भवनले तिमीलाई रक्षा गरून् अनि तिमी चाहिँ धेरै पढे लेखे तिम्रो उन्नति र प्रगति होस्। साँझ चाहिँ पैसा गर्ने काम हुँदैछ है। दसैँ कसरी मनाउनु विचार छ त? परदेशीको दसैँ कस्तो हुन्छ र दाइ? 200, 400, 500, 600, 700, 810 रुपियाँ चुरा मेरो ताला छ कति भयो तेरो? 2200 कम छ बाबु 200 कम 200 कम चाहिँ कति कम छ